तपाईले कहिले सोच्नुभयो कि शरीर छोड्ने बित्तिकै आत्मा के हेर्छ? शरीर पलभर पहिले सास फेरिरहेको थियो र अचम्मको कुरा यो छ कि आत्मा तातो शरीर छोड्दै जाँदा उसले सबै कुरा देख्छ। शरीरको आँखा बन्द हुन्छ तर आत्माको दृष्टि खुल्छ र पहिलो कुरा जो आत्माले देख्छ त्यो यमदूतहरूको आगमन हो। अँध्यारो कपालको साथ, आग जस्तो लाल आँखा र हँसी जो शरीरको मर्मलाई छेद्छ। गरुड पुराणले यो वर्णन गरेको छ अत्यन्त विस्तारमा, र जे अनुवाद गरिएको छ त्यो मूल पाठको केवल बाह्य आवरण हो। असल सत्य अझै अनसुनेको छ र यो भयानक सत्य यो हो, आत्माले 470 योजन लगभग 6000 किलोमिटर को भयानक यात्रा गर्नुपर्छ अकेलै अँध्यारोमा यमपुरीको दिशामा। तपाईले कहिले अनुभूति गर्नुभयो कि कुनै अदृश्य शक्तिले तपाईलाई पछाडितर्फ खिचिरहेको छ? कि तपाईका प्रार्थनाहरूले छत भेद्दैनन्, बरु कहिले उचाइमा नै पुगेनन्? कि तपाईको परिवार बहुपुस्तादेखि एक सुदूसचेको दुःख बोकिरहेको छ जसको कारण कोही बताउन सक्दैनन्? गरुड पुराणले भन्नुहुन्छ कि यो सबै कुरा आत्माको यात्रासँग सम्बन्धित छ। यो यात्रा अहिले सुरु हुँदैनन्, यो अहिले नै सुरु भयो, तपाईको हरेक क्रियाकलापमा, हरेक विचारमा, हरेक पलमा। र यो भिडियो सम्पन्न हुँदा तपाई अझै कहिल्यै सोचेको रीतमा यो यात्रा बुझ्नुभयो। वैतरणी नदी त्यहाँ छ, यमपुरीको प्रवेशद्वार। र तपाईले सुनेको हुनुपर्छ कि यो सामान्य नदी होइन, यो पापको रक्तमा बहिरहेको नदी हो। मुटले मान्छेहरू यो नदी तर्ने प्रयास गरेका छन् र तल डुबिएका छन् र कहिले बाहिर आएका छैनन्। तपाईको पुर्खा अहिले यसै नदीको कहाँ होला? तपाईले कहिले आफ्नो नामले पुकारा गर्नुभयो र कुनै जवाफ पाउनुभयो कि? यही कारण हो कि तपाईँ यहाँ हुनुहुन्छ। आत्मा शरीर छोड्दै जाँदा यमदूतहरू तत्क्षण उपस्थित हुन्छन्। त्यही पक्षीको जस्तो पखेटा हुन्छन् तर मानिसको आकार हुन्छन्। त्यही डरलाग्दो छन्। त्यही वर्षहरूदेखि प्रतीक्षा गरिरहेका हुन्छन् आत्मालाई लिन। त्यही रस्सी हडाउँछन्, कहिले साँचो रस्सी, कहिले कायलो, कहिले हीरा जस्तो कडा, र आत्मालाई बाँध्छन्। आत्मा प्रतिरोध गर्न खोज्छ, आत्मा भड्काउँछ, आत्मा गर्जन गर्नुहुन्छ, तर कहिले सफल हुँदैन। कारण भनेको आत्मा अब भौतिक नहुँदा कुनै शक्तिले उसलाई रोक्न सक्दैन। त्यही आत्मालाई खेचीले लिन्छन् र यात्रा सुरु हुन्छ। पहिलो योजन, दोस्रो योजन, तेस्रो योजन। आत्मा पीडामा चिल्लन थ्याउल्छ तर कुनै अलिकति सुन्दैनन्। मृत्यु हेरिरहेको छ। तपाईँ यहाँ अझै सुन्दै हुनुहुन्छ। अधिकांश दर्शकहरू अब हराएका हुन्छन्। अधिकांशले यो सोच्दै हराएका हुन्छन् कि यो जति गहिराई छैन, यो मात्र भयानक कुरा हो, यो आशावाद छैन। तर तपाईँ बस्नुभयो, यो पनि कुरा हो। यो भनता हो कि तपाईँ केही खोजिरहेको हुनुहुन्छ र आफूलाई थ्योहा छ कि त्यो केही यहाँ नै छ। तपाईँ अहिले यो सुनिरहनु भएको छ, यसको अर्थ तपाईँको आत्मामा कुनै पुरानो बन्धन छ, कुनै अधुरो ज्ञानको प्यास छ जुन तपाईँले आफैलाई बुझाउन सक्नुभएको छैन। यो संयोग होइन। शास्त्रमा भनिएको छ, जुन आत्माले यस्तो ज्ञान सुन्नुहुन्छ त्यो आत्मा पूर्व जन्मको पुण्यले यहाँसम्म पुगेको हुन्छ। तर एउटा कुरा छ, यो ज्ञान सुन्नु मात्रले पुग्दैन, यो ज्ञान अरूसम्म पुर्याउनुपर्छ। गरुड पुराणमा भनिएको छ, जसले धर्मको कुरा सुनेर अरूलाई सुनाउँछन् उहाँको 7 पुस्ताको पाप नष्ट हुन्छ। त्यसैले अहिले नै यो भिडियो आफ्ना आमाबुबा, दाजुभाइ, दिदीबहिनी र साथीहरूलाई पठाउनुहोस्। तल कमेन्टमा लेख्नुहोस् तपाईले यो सुनेर के अनुभूति गर्नुभयो। तपाईको एक कमेन्टले यो भिडियो हजारौं अरू आत्माहरूसम्म पुर्याउँछ। र यदि तपाईले अझै हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै गर्नुहोस् र बेल आइकन थिच्नुहोस्, किनभने यस्ता गोप्य सत्यहरू हामी हरेक हप्ता ल्याइरहन्छौँ र एउटा पनि छुटाउनु भयो भने त्यो तपाईको जीवनको सबभन्दा महत्त्वपूर्ण ज्ञान हुन सक्छ जुन तपाईले गुमाउनु भयो। शेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्, यो पुण्यको काम हो। दोस्रो दिनमा आत्मा हिमाल जस्तो अँध्यारो ठाउँमा पुग्छ। यहाँ आँधी हल्लाउँछन्, यहाँ आग बर्सिन्छन्, यहाँ अजीबको प्राणीहरूले आत्मालाई उछालिदिन्छन्। गरुड पुराणले यो सबै संसार पृथक पृथक परतहरूमा विभाजित गरेको छ र हरेक परतमा अलै अलै पीडा छ। पहिलो परत रौरव, यहाँ वहाँ जो पापी छन् उनलाई दैत्यहरूले पीडा दिन्छन्। दोस्रो परत महारौरव, यहाँ काढे खवारे र पापी मानिसहरूलाई वाला कुत्ताहरूले काटिन्छन्। गरुड पुराणले 21 परतहरूको नाम दिएको छ, 21, र हरेक परत आत्माले भ्रमण गर्नुपर्छ। तर अलिकति पापी छन्, धेरै गहिरो पापी, जो सबै 21 परत पार गर्नुपर्छ र यो यात्रा शतवर्षभन्दा बढी लाग्दछ। यो विस्तार अलिकति सरल छ। तेस्रो परतमा कुम्भी पाक नामक परतमा वहाँ जो लोभीहरू छन् उनीहरू तातो तेलको भाँडोमा डुबिन्छन्। चौथो परतमा अन्धकार नामक परतमा कहिले आत्मा अँध्यारोमा चल्दछ
र अनुहार आपुलो अनुहार भेट्टाउँदैन। 5औं परतमा नरक नामक परतमा वहाँ जो हिंसक छन् उनीहरू उनै हिंसाको अनुभव गर्छन् जो उनीहरू गरेका छन्। 6औं परतमा पिउ परतमा वहाँ जो प्रेम गरिएकलाई धोका दिएका छन् उनीहरू आपुलो प्रियजनहरूले उनीहरूलाई छोडिदिएको अनुभव गर्छन्। 7औं परतमा आस नामक परतमा वहाँ जो झुट भन्नुभएको छन् उनीहरू आपुलो भाषा खोएका छन् र आपुलो विचार कहिले बाहिर आएनन्। 8औं परतमा तपनस नामक परतमा वहाँ जो अहङ्कारी छन् उनीहरू आपुलो शरीर भुलिएका छन् र केवल आपुलो अहङ्कार अनुभव गर्छन्। यो सबै परतहरू 21 परत, हरेक परतको यात्रा अलैलै दुःख र अलैलै समय छ र अधिकांश मानिसहरू जब उनीहरू पापको भारले छन् तब उनीहरू अधिकतम 5-10 परत पार गर्छन् र अन्यत्र पृथ्वीमा वा स्वर्गको अलिकति निम्न परतमा पुनः जन्म लिन्छन्। तर केही पापी, अत्यन्त गहिरो पापी, त्यसरी राजा जो अत्याचार गरेका छन्, त्यसरी गुरु जो आपुलो शिष्यहरूलाई भ्रष्ट गरेका छन्, त्यसरी मातापिता जो आपुलो बच्चाहरूलाई नुक्सान पहुँचाएका छन्, यो सबै आत्माहरू सबै 21 परत पार गर्नुपर्छ र प्रत्येक परतमा उनीहरू आपुलो कर्मको परिणाम झेल्नुपर्छ। यो कुरा यहाँ रोचक छ। तपाईको पुर्खाहरूले सायद यो सुनेका थिए, तपाईको आमा वा बाबु सायद यो जानेका थिए, तर तपाईलाई कहिले भनिएनन्। किन यो ज्ञान हराएको छ? किन आधुनिक संसारले आफ्ना बच्चाहरूलाई बताउन बन्द गरेको छ कि आत्मा अकेले यात्रा गरिरहेको छ? 5औं दिनमा आत्मा एक नदीको किनारमा पुग्छ। यो वैतरणी नदी हो। यहाँ त्यही जनताको छ। हिंसे हाँस, मन्दमोमी र तर र पानीमा अर्को कुरा जो कम्पन गरिरहेको छ। गरुड पुराणले भन्नुहुन्छ कि वैतरणी नदी वास्तविकमा मानिसको पापको प्रवाह हो। यो हरेक पापी आत्माको स्मृति र दोषबोधमा बनेको छ। पानी काहिले लहरिन्छ, काहिले 15 मिटर उचाइसम्म, सेतो झाग, रक्तको गन्ध। कहिले आत्मा नदी तर्न प्रयास गर्नुहुन्छ र कहिले यो तलमा डुबिन्छ र हिम्यातिर फर्किन्छ। यो नदी तपाईलाई सोझै कुरा हो। यो नदी मात्र पानीको नदी होइन, यो अनन्त अनुभवको नदी हो। हरेक बेहोरामा आत्मा आपुलो कर्महरूलाई अनुभव गर्दछ। जब आत्मा डुबिन्छ, आत्मा आपुलो लोभको अनुभव गर्दछ। जब पानी चिप्टाउँछ, आत्मा आपुलो क्रोधको अनुभव गर्दछ। जब आत्मा चिल्लाउन खोज्छ, आत्मा आपुलो झुटका अनुभव गर्दछ, किनकि यो नदीमध्ये कुनै अलिकति सुनिएनन्। र सबैभन्दा भयानक कुरा यो हो कि आत्मा जान्नु पायो कि यो नदी को छ। यो नदी आपुलो नै बनेको छ। यो आपुलो कर्मको अवस्थाङ्कन हो। यो आपुलो जीवनको ठोस आकार हो। तर यहाँ असल सत्य छ र तपाईँ यो सुन्न तयार हुनुभएको हुनुपर्छ, कारण यो सत्य सबै परिवर्तन गर्नुहुन्छ। अधिकांश आत्मा वैतरणी तर्न सक्दैनन्। कहिले यो प्रयास गर्छन् र कहिले यो तलमा डुबिन्छन् र कहिले यो प्रयासको साधमा हिम्यामा फर्किन्छन्। तर केही आत्मा, अत्यन्त दुर्लभ आत्मा, उदाहरणार्थ जो आफ्नो जीवनमा धर्मको पालन गरेको छ, जो आफ्नो मातापिता र पूर्वजहरूलाई सम्मान गरेको छ, जो सत्य भन्नुभएको छ, जो दुस्राहरूलाई बढीले लिएको छ, यो आत्माहरू वैतरणी तर्न सक्दछन् र त्यही अल्को पार पुग्छन्। यहाँ आलो आकाश छ, यहाँ पानी पवित्र छ, यहाँ यमपुरीको सुन्दर भ्रमणहरू सुरु हुन्छन्। तपाईले अनुभूति गर्नुभएको हुनुपर्छ यो सत्य सुन्दै। यो केवल भयानक सत्य होइन, यो उम्मेदको सत्य पनि छ। यो भनता हो कि तपाईको क्रियाकलाप महत्त्वपूर्ण छ, तपाईको निर्णय गणना हुन्छ, तपाईका शब्दहरू परिणामले छन्। र यो ज्ञान, यो भय, यो आशा, यो तपाईको आजको जीवनलाई पुनः परिभाषित गर्न सक्दछ। 6औं दिनमा आत्मा यमराजको सिंहासनको अगाडि पुग्छ। यमराजले भन्नुहुन्छन्, उहाँ कहिले अन्तरङ्ग हुनुहुन्न, बरु अत्यन्त गम्भीर। तपाईले कसरी जीवन कटाएको छन्? र आत्मा जवाफ दिनुपर्छ। आत्मा झुट बोल्न सक्दैन। सीमाबद्ध कोही विकल्प छैन। हरेक कर्म, हरेक विचार, हरेक कसुर या गुण यमराजको अगाडि खुल हुन्छ, जस्तै किताबमा लेखिएको रहेछ। र यमराज यो सबै बुझ्नुहुन्छ र यमराज निर्णय दिनुहुन्छ। हरेक आत्मालाई त्यो सन्दर्भ दिइन्छ जो त्यो कर्मी गर्दै आउनुभयो त्यो सन्दर्भमा। अहिले यो सोच्नुभयो? तपाईले आफूलाई जिज्ञासा गर्नुभयो कि आफूले कसरी जीवन बिताएको छ? तपाईले आफूलाई सोध्नुभयो कि आफूले के सही गरेको छ र के गलत? यही कारण हो कि यो भिडियो अझै आफूलाई चापिएको छ।
यमराजको अगाडि रहेको बृहत्त शास्त्रहरूमा भनिएको छ कि यमराज भन्नुहुन्छ, तपाईँले हरेक राख्याको दिन पूरा गरेको छन्, तपाईँले हरेक राख्याको रात पूरा गरेको छन्, तपाईँले हरेक जन्मदिन, हरेक शिक्षाको दिन, हरेक विवाहको दिन पूरा गरेको छन्, तपाईँले आफ्नो जीवन पूरा गरेको छन्, अब आफ्नो कर्मको कटपत्थर भोग्नुपर्छ। र तपाईँलाई थाहा हुनुपर्छ कि यो शब्दहरू भयानक नहरू, यो न्याय हो, यो केवल दण्ड छैन, यो न्याय हो। गरुड पुराणले भन्नुहुन्छ कि यमराज कहिले अन्यायपूर्ण निर्णय दिनुहुन्न। यमराज सर्वदा सही निर्णय दिनुहुन्छ, किनभने यमराज सर्वदा सत्य देख्नुहुन्छ। यमराजको सामु कुनै भ्रम नहीँहरू, कुनै लुकेको सत्य नहीँहरू, कुनै अलिकति वकालत नहीँहरू। आत्मा जस्तो छ, जस्तो आफ्नो जीवन बिताएको छ, ठिक त्यही रीतमा उहाँलाई देखिन्छ। जब आफूले आफ्नो मातापितालाई सेवा गरेको छ, उहाँले यो देख्नुहुन्छ। जब आफूले आफ्नो भाइहरूलाई धोका दिएको छ, उहाँले यो पनि देख्नुहुन्छ। जब आफूले अनुहार लुकाएर झुट भन्नुभएको छ, उहाँले यो सबै जान्नुहुन्छ। र यमराज भन्नुहुन्छ, तपाईँको जीवन अब किताबमा लेखिएको छ। कुनै परिवर्तनको सम्भावना नहीँहरू, कुनै माफीको सम्भावना नहीँहरू, केवल फलको गणना हुन्छ। अब आत्मा 21 परतहरूमा बाँडिएको छ र हरेक परतमा अलग-अलग पीडा छ। तर अत्यन्त महत्त्वपूर्ण कुरा यो हो, यो पीडा अनन्त छैन। गरुड पुराणले भन्नुहुन्छ कि हरेक पापको अवधि निश्चित हुन्छ, हरेक पीडा अवधि पूरा हुन्छ। कहिले यो 25 वर्ष, कहिले यो 500 वर्ष, कहिले यो 10,000 वर्ष, तर अन्तमा आत्मा छोडिन्छ, आत्मा पुनः जन्म लिन्छ। र गरुड पुराणले भन्नुहुन्छ कि यो पुनः जन्म अनन्त चक्र हुन्छ, जबसम्म आत्मा मुक्ति अर्जन गर्दैन। यो कुरा बुझ्न सक्दैन। यो चक्र तपाईँको परिवारमा सुरु हुँदैछ र यो आफूमा अलिकति अंश बदलिन सक्दछ। 7औं दिनमा दिनको गणना अब एकदमै अर्थहीन छ, किनकि यमपुरीमा समय अलग-अलग छ र दिनहरू वर्षहरू जस्तो अनुभव हुन्छन् र वर्षहरू सदीहरू जस्तो अनुभव हुन्छन्। आत्मा यमपुरीको गहिराईमा पुग्छ। यहाँ पकिडिङ गडेरिङ नहीँहरू छन्, यहाँ दन्तकनी छ, यहाँ पूर्वज आत्माहरू छन् जो अझै पीडा भोग्दैछन् वा उहाँहरूको पापको अवधिको पश्चात अब आगामी जन्मको प्रतीक्षा गरिरहेका छन्। र कहिले मात्र आत्मा आफ्नो एक पूर्वज देख्छ। यो क्षण अलिकति गहिरो छ। गरुड पुराणले कहिले-कहिले यसको विस्तार गरेको छ। आत्मा आफूलो बुबा देख्छ र बुबा अझै यमराजको निर्णयको प्रतीक्षा गरिरहेका छन्। आत्मा आफूलो आमा देख्छ र आमा एक परतमा अलिकति कार्य गरिरहेका छन्। र आत्मा आफूलो अलिकति दिदी देख्छ जो अलिकति स्वर्गलोकमा छन्। यो देखेर आत्मा समझ जान्छ कि मृत्यु केवल अन्त नहीँहरू, यो अलिकति अंश हो। परिवार अझै अलिकति रीतमा सम्बन्धित छ, परिवार अझै अलिकति रीतमा एक हो। दूरी अनन्त हो, तर प्रेम अझै जीवित छ। यो क्षण अत्यन्त महत्त्वपूर्ण छ। गरुड पुराणले भन्नुहुन्छ कि यो क्षण हो जहाँ आत्मा आफूलो पुर्खा चेनु पायो, जहाँ यो समझ आउनु भयो कि मृत्यु के हो, जहाँ यो जानु पायो कि धर्म र अधर्मको मान्यता का कार्य प्रभाव छ। र यो क्षणमा आत्मा आश्चर्य गर्नुहुन्छ। मेरा जय्युहरूले मेरोको सन्धान गरिरहेका छन्, मेरा छोराहरूले मेरो अर्पण गरिरहेका छन्, मेरा बहु र मेरी पुत्रीहरूले मेरो पितृपक्ष कर गरिरहेका छन्। र यहाँ छ असल सत्य। अहिले तपाईँ यो सुन्नुहुन्छ, यो सत्य तपाईँको जीवन परिवर्तन गर्न सक्दछ। तपाईँको पूर्वज अगर मृत्युपछि अलिकति पीडामा छन्, तर तपाईँले गरेको पितृपक्ष, तपाईँले गरेको अर्पण, तपाईँले गरेको सन्धान, यो सबै तिनलाई सुख र शान्ति दिन्छ। यो सबै तिनलाई गहिनाईमा हल्का गर्दछ। यो सबै तिनलाई यमराजको अगाडि राहतको क्षण दिन्छ। तपाईँले कहिले आफूलो पितृहरूको सन्धान गरेको छ? तपाईँले कहिले सोच्नुभयो कि उनीहरूले तपाईँको पितृपक्षको पासमा गरेको पीडा अनुभूति गर्दै हुनुहुन्छ? यो प्रश्न सहजै नहराएको छ, तपाईँ रोक्न सक्दैनन्। 8औं दिनमा आत्मा अर्को सरल सत्य सिक्छ। गरुड पुराणले भन्नुहुन्छ कि सबै आत्मा यमपुरीमा पीडा नभोग्छ। कहिले आत्मा सिधै अर्को जन्मको दिशामा जान्छ, कहिले आत्मा स्वर्गमा जान्छ जहाँ उनीहरू सुखको वर्षहरूमा बसन्छन्। गरुड पुराणले भन्नुहुन्छ कि यो आत्माहरू जो धर्मको पालन गरेको छ, जो सत्य कहिले भन्नुभएको छ, जो क्षमा गरेको छ, जो दक्षमा गरेको छ, जो गरिबहरूलाई खाना दिएको छ, जो गुरुहरूलाई सम्मान गरेको छ, यो आत्माहरू स्वर्गमा जानुभयो र हरेक गुणको लागि उनीहरू असंख्य वर्षहरू सुखमा रहन्छन्। 9औं दिनमा सबै ज्ञान अहिले हेर्न सक्दैन। तपाईँ यहाँ अझै सुन्दै हुनुहुन्छ। तपाईले अधिकांश दर्शकहरूले गरेको कुरा गरेको छैन, त्यजन गरेको छैन। तपाईले यो सत्य सुनिसक्नुभयो, तपाईले यो सहन गर्नुभयो र अझै तपाईँ यहाँ हुनुहुन्छ। यो भन्ता हो कि तपाईँ केही बुझ्न चाहनुहुन्छ। यो केही तपाईँको पूर्वजहरू चाहिरहेका छन् कि तपाईँले सुन्नुभएको भएको। अब यस यात्राको वास्तविक महत्त्वको मान्यता आउँछ।
गरुड पुराणले स्पष्ट भन्नुहुन्छ कि यो 470 योजन यात्रा कहिले एक दिनमा सम्पन्न हुन्छ, कहिले 100 वर्षमा। तर अलिकति दुःख यो हो, यो यात्रा अनिवार्य छ। अलिकति आत्माले अत्यन्त काफटाइले लिनुपर्छ र अलिकति आत्माले अगाडि धिमुझिनुपर्छ। यो यात्रा हरेक आत्माको लागि सुनिश्चित छ। कोही बच नहीं, कोही राजा नहीं, कोही भक्त नहीं, कोही सन्त नहीं। तब प्रश्न हो, कति बिरामी यो यात्रा अलिकति भयानक हुन्छ? गरुड पुराणले भन्नुहुन्छ कि यो तपाईको जीवन पर निर्भर गर्दछ। अधिकांश मानिसहरूको लागि यो यात्रा नियमित छ। लोभ, क्रोध, काम, मोह यो सबै आत्माको बोझामा हुन्छ र यो बोझा 470 योजनको बाटोमा अनुभव हुन्छ। तर गरुड पुराणले भन्नुहुन्छ कि कहिले अलिकति मानिस, धर्मशील मानिस, अलिकति आत्मा यो यात्रा एकदम अलैले हुन्छ। उनीहरूलाई यमदूतहरूले नहीं बाँध्छन्, उनीहरूलाई हल्का हल्का गर्दै लिन्छन्, उनीहरूलाई अलिकति सन्दर्भमा यमपुरीको सुन्दर भ्रमणहरू देखाइन्छन् र उनीहरू अत्यन्त दुर्लभ आत्मा, उनीहरू मुक्तिको दिशामा जान्छन्। उनीहरूले पुनः जन्म नलिन्छन्, उनीहरू अनन्तकालसम्म शान्तिमा रहन्छन्। 10औं दिनमा अत्यन्त महत्त्वपूर्ण कुरा सामने आउनुभयो। गरुड पुराणले भन्नुहुन्छ र यो शब्दहरू सिधै पाठमा छन्। यदि कोही व्यक्ति आफ्नो जीवनमा भक्ति अभ्यास गरेको छ, यदि कोही व्यक्ति आफ्नो भगवानको नाम जपेको छ, यदि कोही व्यक्ति आफ्नो मातापिताको सेवा गरेको छ, तब यो आत्मा यमपुरीमा प्रवेश भी नगरेको हो सक्दछ। यो आत्मा सिधै मुक्तिको दिशामा जान्छ। यो कुरा सुन्दै तपाईले अनुभूति गर्नुपर्छ। यो भन्ता हो कि तपाईको जीवन यहाँ, अहिले, यस क्षणमा यो परिणामले छ। तपाईले गरेको कर्म, तपाईले दिएको भक्ति, तपाईले गरेको पूजा, यो सबै मापन हुन्छ र यो सबै जन्म अनुसार तपाईका भविष्य निर्धारित गर्दछ। तपाईले आफ्नो तपाई सोध्नुहुन्छ, मैले भक्ति गरेको छु कि? मैले भगवानको नाम जपेको छु कि? मैले आफ्नो मातापिताको सेवा गरेको छु कि? यो प्रश्नहरूले यहाँ काम गरिरहेका छन्। 11औं दिनमा यो बुझिआउनुभयो कि मृत्यु के छैन। यो बुझिआउनुभयो कि यो पूर्ण अन्तमा छैन। यो अलिकति क्षण हो, एक संक्रमण हो। र यही संक्रमण, यो 470 योजन यात्रा, यो तपाईका आजकै कर्मको आधारमा तपाईले कस्तो हुन्छ भन्ने कुरा तयार गरिरहेको छ। तपाईले आजको निर्णय गरिरहेको छ तपाईको भविष्य र तपाईले नजाने कि। 12औं दिनमा र यो आखिरी दिन हो, अलिकति दिन, तपाई कहिले नपुगेको गहिराई हो, आत्मा अन्तिम सत्य सिक्छ। गरुड पुराणले भन्नुहुन्छ कि सबै आत्मा अलिकति क्षणमा आफूलो पितृहरूलाई सोध्छ, मेरा मातापिता कहाँ छन्? मेरा बहिनी भाइ कहाँ छन्? मेरा शिशु कहाँ छन्? र यो क्षणमा आत्मा जानु पायो कि कहिले यो जीवन, यो सम्बन्ध, यो प्रेम, यो सबै अनन्त छ। यो सबै मृत्युले समाप्त गर्न सक्दैन। गरुड पुराणले भन्नुहुन्छ कि यो सोझै सोध्यो भनी कि आत्मा अब आफूलो आगामी जन्मको दिशामा यात्रा सुरु गर्दछ र हरेक कदममा आत्मा खोज्दै जान्छ आफूलो प्रियजनहरूलाई। र यहाँ छ असल सत्य, अनन्त सत्य। तपाईको पितृहरूले तपाईलाई खोजिरहेका छन्। उनीहरू अलिकति स्थानमा, अलिकति समयमा उनीहरू तपाईलाई देख्छन्, उनीहरू तपाईलाई सुन्छन्, उनीहरू तपाईलाई बुझ्छन् र तपाईले गरेको पितृपक्ष, तपाईले गरेको अर्पण, तपाईले गरेको सन्धान, यो सबै उनीहरूलाई पुग्छ। यो सबै उनीहरूलाई हल्का गर्दछ। यो सबै उनीहरूलाई शान्ति दिन्छ। यो सबै उनीहरूको यमलोकको यात्रा सरल गर्दछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, यो सबै उनीहरूलाई आगामी जन्मको दिशामा गर्दछ जहाँ अलिकति खुशी हुन सक्छ। यो भिडियो सुन्दै तपाई अझै कहिले सोच्नुभयो रीतमा आफूलो पूर्वजहरूको सम्मान गरेको छ? तपाईले अझै कहिले सोच्नुभयो रीतमा उनीहरूले तपाईको प्रतीक्षा गरिरहेका छन्? र अहिले यहाँ यो क्षणमा तपाईले यो सत्य बुझ्नुभयो। तपाईले बदलिएको हुनुभयो। तपाईले अब केही भिन्न हुनुहुन्छ। तपाईले अब केही नयाँ हुनुहुन्छ। यो भिडियो खत्म हुने बित्तिकै तपाईको जीवन अलिकति बदलिएको हुनेछ। यदि तपाईले यो सुन्नुभयो, यदि तपाईले यो अनुभूति गर्नुभयो, यदि तपाईको हृदयमा कुनै अलिकति सिहरन भयो, तब यो सत्य तपाईको मानसिक संरचनामा प्रविष्ट हुन सुरु भएको छ। र अब तपाईले हरेक दिन, हरेक निर्णयमा यो याद आउँछ। गरुड पुराणले भन्नुहुन्छ कि यो यात्रा अनिवार्य छ, तर यो भयानक हुनै पर्दैन। यो यात्रा सरल हुन सक्दछ। यदि आजको जीवनमा तपाईले धर्मको पालन गरेको छ, यदि तपाईले भक्तिको अभ्यास गरेको छ, यदि तपाईले प्रेम गरेको छ, यदि तपाईले क्षमा गरेको छ, यदि तपाईले दिएको छ,
र यो सत्य, यो अनन्त सत्य, यो तपाईँको जीवन परिवर्तन गर्न सक्दछ। अलिकति आजको क्षणमा कल्पना गर्नुहोस् कि तपाईँको जीवनले कस्तो रीतमा बदलिन्छ यदि तपाईँले हरेक दिन सोच्नुभयो कि यो यात्रा आफूलो पर्नै छ, यदि तपाईँले हरेक सिद्धान्त याद गरेको छ कि भविष्यको निर्णय आजको कर्ममा छ, यदि तपाईँले आफूलो आमाबाबुलाई अलिकति अतिरिक्त प्रेम दिन थियोल्नुभयो, यदि तपाईँले आफूलो झुट सोह बन्द गर्नुभयो, यदि तपाईँले आफूलो क्रोध नियन्त्रण गर्न थियोल्नुभयो। गरुड पुराणले भन्नुहुन्छ कि यो अलिकति परिवर्तन, यो अलिकति मानसिक प्रयास, यो अलिकति भक्ति, यो सबै तपाईँको यमलोकको यात्राको चेहरा बदलिदिन सक्छ। र यो कुरा शक्तिशाली छ, यो कुरा असाधारण छ, किनभने यो भन्छ कि तपाईँको जीवनमा अझै समय छ, अझै एकदमै। यो यात्रा अहिले सुरु हुँदैनन्, यो कहिले आउँछ, तर त्यसको अगाडि तपाईँ अझै आफूलो कर्मलाई सुधार्न सक्नुहुन्छ। अब एक प्रश्न बाँकी छ, प्रश्न जो पूरा नहीँहरू, प्रश्न जो गरुड पुराणले अलिकति राख्यो खुला। यो प्रश्न हो, यदि मैले जीवनभर पापो गरेको छु भने, यदि मैले क्षमा नागरी गरेको छु भने, यदि मैले पितृहरूलाई सेवा नगरेको छु भने, यदि मैले भक्तिको अभ्यास नगरेको छु भने, तब के होला? के मेरा लागि कुनै आशा छ? यदि मेरा पितृहरू मेरोको सन्धान गरिरहेका छन् तर मैले उनीहरूलाई धोका दिएको छु, यदि मेरा पापहरू अनन्त छन् तर मेरा दिनहरू सीमित छन्, यदि मैले त्यो सिद्धान्त हराएको छु जो मेरोलाई बचाउन सक्दथ्यो, र यहाँ आउनुभयो अनन्त कृपा, अनन्त दया। गरुड पुराणले भन्नुहुन्छ कि अलिकति मूर्ख व्यक्ति, अलिकति पापी व्यक्ति, अलिकति अधर्मी व्यक्ति, यदि यो व्यक्ति आफ्नै आखिरी सासमा, आफ्नै आखिरी क्षणमा भगवानको याद गरेको छ, यदि यो व्यक्ति आफ्नै पितृहरूको याद गरेको छ, यदि यो व्यक्ति आफ्नै पापहरूको लागि क्षमा मागेको छ, तब पनि यो व्यक्ति अलिकति राहत पायो, यो व्यक्ति अलिकति मुक्ति पायो, किनकि भगवान हमेशा सुन्तेछन्, भगवान हमेशा देख्तेछन्, भगवान कहिल्यै कोही आत्मा नहीँहरू छोड्दिहुन्न। अलिकति आफ्ना प्रेम भी गरेको छ, भले नहीं गलत रीतमा। यो कुरा असाधारण छ, यो गरुड पुराणमा लेखिएको छ, र यो सत्य अत्यन्त गहिरो छ। तपाईको जीवन चाहे कति पनि गलत भएको भए पनि, चाहे तपाईले कति पनि दुःख दिएको भए पनि, चाहे तपाईले कति पनि सिद्धान्तहरू हराएको भए पनि, अन्तिम क्षणमा यदि तपाईको हृदय सत्यको दिशामा फर्किन्छ, यदि तपाईले भगवानको याद गर्नुहुन्छ, यदि तपाईले आफ्नै पितृहरूको याद गर्नुहुन्छ, तब कुनै शक्तिले तपाईलाई सहायता गर्न सक्दछ। यमराज पनि यो सुन्नुहुन्छ, यमराज यो जान्नुहुन्छ, र यमराज भन्नुहुन्छ यो आत्मा अब सहचारी जन्ममा न्यून पीडा भोग्नेछ र आगामी पिढीमा अलिकति मुक्ति पाएको हुनेछ। यो आशा हो, यो जीवन्त आशा हो। यो कुरा तपाईको जीवनमा आजको क्षणमा परिवर्तन आउन सक्दछ। तपाईको हरेक क्षमा गर्ने कार्य, तपाईको हरेक सेवा गर्ने कार्य, तपाईको हरेक भक्तिको अभ्यास, यो सबै अनन्ताई रहिन्छ। यो सबै भविष्यमा अलिकति रूपमा वापिस आउनुभयो। र सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाईको पितृहरूले यो जान्नु पायो, उनीहरूले जान्नु पायो कि तपाई अझै उनीहरूलाई याद गर्दै हुनुहुन्छ।